यसरी तुति गर्दै गर्दै जाँदा भगवान शिवले टेर्नु भएन, चर्न छोड्नु भएन। अनि विष्णुले विचार गर्नु यसरी भएन, तुति गरेर भएन है। अनि आहारा हाल्यौं भनेर यो सप्त धान्य 7 थरी अन्न मिलाएर त्यो चाहिँ छर्दिनु भएछ है। अनि यसरी अनि मृग आहारा देखेपछि त आउला नि भनेर छर्दिएको मृगस्थलीमा। अनि हजुरआमाले अन्त छरेर यसको केही कामै छैन। यो मृगस्थलीमा जब सप्त धान्य छर्यो भने अनि त्यो शिवरूपी भगवान शिव आउँछन् आहारा खान भनेर यसरी टक्कतै आहारा छर्दिनु भयो। कल्य भन्दा ब्रह्मा विष्णु इन्द्र भएर यसरी आहारा झर्लक्क त्यो सप्त धान्य अन्न छर्दिएको मृगस्थलीमा नभन्दै त्यो शिवरूपी मृग त नारायण आए नजिकै दाना आहारा खान भनेर शिवरूपी मृग नजिकै आएर जब आहारा खान लागेथे अनि त चाहिँ समाउने आँट कसैको पनि भएन। अनि 3 जना देवताहरूले 3 तिरबाट ट्याक्क छेकाटो हानेर इन्द्रले टुप्पोमा समाउन पुगे। विष्णुले चाहिँ बीचमा समाए, चाहिँ ब्रह्माले फेदमा समाए। यसरी ट्याक्क 3 जनाले सिंहका 3 तिरबाट 3 ठाउँमा सिंह समातेको त त्यो मृग त झट्ट जानी बिजुली चम्के जस्तो चम्केर मृग बेपत्ता भयो। 3 जनाको हातमा एक टुक्रा सिंह पर्यो। नारायण के को आशा रे जे हेरा हेरा के को आशा रे